र खेम सरको चाहिँ अहिले पछिल्लो समय अलिकति थोरै विवादित विषयहरू पक्कै पनि तपाईँले हेर्नुभयो होला होइन एकजना गायिकाले चाहिँ मिडियामा तपाईँको विषयमा केही सम्बन्ध राम्रो छैन भन्ने विषयमा चाहिँ बोल्नुभएको थियो तपाईँले इग्नोर गर्नुभयो अरे सम्बन्ध राम्रो आएको थियो खेम सर केही क्ल्यारिफिकेसन केही छ यसको बारेमा अहिले त केही पनि छैन उहाँलाई एकचोटि अझै सोध्नुहोस् तपाईँ अझै निकाल्नुहोस् अझै भन्न दिनुहोस् के भन्नु के भएको थियो खासमा चाहिँ उहाँले त्यस्तो मैले बोल्न पर्यो भने कुरा फेरि अघि जान्छ होइन सकेसम्म दोहोरो नगर मैले उहाँले त्यो एउटा मेसेज पठाइसकेपछि मैले एकदम साइलेन्स बस्दिएको उहाँको अब मिडियामै आएर गर्दै नगर्नु हामी पछि यसको बारेमा खेम सरसँग पुरै एन्सर लिनेछौँ 1 घन्टा बसेर त्यसको बारे छलफल गरौँला मलाई अन्य त्यो चाहिँ उहाँले लेखेर ल्याउनुपर्छ क्या पोइन्ट बोलाउनुहोस् उहाँलाई एकचोटि मिडियामा बोलाउनुहोस् कुरा गर्नुहोस् के हो सत्य कुरा कहिलेकाहीँ तपाईँले मेरो तर्फबाट पनि सोधिदिनुपर्छ क्या होइन त्यही भएर हजुरको मुखबाट जान्न खोजेको चाहिँ मेरो तर्फबाट मैले कतिपय कुरा म अहिले अलिक बिजी छु एकदमै टायर्ड छु मलाई भोइसको चिन्ता छ मलाई त्यो बच्चा बच्चीको टेन्सन छ अहिले म त्यो उहाँले के भन्नुभएको छ भनेर म कहाँ के बोल्दै हिँड्दैन सक्दिनँ अहिले म चाहिँ होइन बोल्नेहरू बोलिरहेको छ यस्तो के अरे चाहिँ असन्तुष्टिहरू चाहिँ आइरहेको छन् होइन यो मैले नभोगेको होइन मैले धेरै भोगिसकेको छु म यति मात्र भन्छु म आत्मसम्मानको म ठुलो सम्मान गर्छु होइन कलाकारितामा एउटा आत्मसम्मान पनि हुन्छ र कसैलाई सम्मान आफूले सम्मान पाउने हो भने अर्कालाई सम्मान दिन सक्नुपर्छ यति मात्र भन्छु अहिले केही भन्दैन थ्याङ्क यू